वर्षको करिब हाराहारीमा म यहाँ आउँदै गर्दा जुन तपाईँहरूले म प्रतिको एउटा श्रद्धा जुन माया देखाउनु भयो सम्पूर्ण माया देखाउनु हुने र मलाई हरेक पाटोमा सहयोग पुर्याउनु हुने आम सज्जन दिनहरूमा आम मेरा दिग्गज व्यक्तित्वहरूमा र मेरा प्यारा भाइ बहिनीहरूमा म आज विदाई हुँदै गरेको शिक्षक भगवान बुढाको तर्फबाट यहाँलाई न्यानो अभिवादन। आदरणीय यस कार्यक्रमका सम्पूर्ण के अरे व्यक्तित्वहरूलाई यो कार्यक्रम हुँदै गर्दा म एकदमै मनबाटै आउने भक्तहरूलाई थाम्दै तपाईँहरू सामु के मनका कुराहरू भन्न गइरहेको छु। हामी एउटा विकासको वाहक हो। देश विकासका लागि आफ्नो ठाउँ विकासका लागि हामी जुन ठाउँमा जुन तह तब्कामा छौँ जुन हामीले जिम्मेवारी पाएका छौँ त्यो जिम्मेवारी लिने क्रममा हामीले कहाँनिर कति कुराहरूमा चुकेका हुँला। म पनि त्यही क्रममा केही गर्नुपर्छ भन्ने भावनालाई बोक्दै तपाईँहरू सामु हातेमालो गर्दै अगाडि बढ्न चाहन्थ्यो र तपाईँले पनि सहयोग पुर्याउनुहुन्थ्यो र तपाईँले कुनै पनि कुराहरू आयोजना गर्नुहुन्थ्यो ल्याउनुहुन्थ्यो यसो गरौँ उसो भन्नुहुन्थ्यो। म त्यसमा सकि नसकी कला प्रतिभा नभए पनि खै हेरौँ त गरौँ भन्ने मनोभावना बोकेर तपाईँलाई पनि साथ दिँदै आएको जस्तो लाग्छ र त्यो गर्दै गर्दा कहिलेकाहीँ समय पाबन्दीले यहाँलाई चाहिँ अथक प्रयासका बावजुद पनि कहिलेकाहीँ असफलताको बाटो रहन गयो होला, त्यसलाई अन्यथा नदिनु होला। र विद्यार्थी भाइ बहिनीहरू जुन एउटै क्लासबाट सुरुवात गर्दै गर्दा तपाईँले कक्षा 12सम्म पनि मलाई पढाउने अवसर दिने मेरा तमाम सरहरू हुनुहुन्छ। म कति यति विश्वास गर्नुहुन्थ्यो, म आज त्यस्तो विश्वास गर्ने मान्छे सायद आउँदा यसपछि उहाँले चाहिँ मेरो एउटा लगाव जुन थियो त्योप्रति तपाईँको आत्मविश्वास पक्का थियो। तपाईँको आत्मविश्वासले पनि भत्काउने प्रयास कहिले पनि गरिनँ। यदि भएछ भने पनि अन्जानमा भएछ, मैले जानी गरेको थिइनँ, त्यसलाई अन्यथा लगाइदिनु होला। विदाईको पलमा यहाँहरूका आँखाबाट आँसु पत्रिकै देख्न चाहन्न। म त्यो विदाई होइन, मैले काम गर्ने क्रममा आफ्नो एउटा उमेर अवधिले मलाई चाहिँ बाधा अडचन दिएको हो, अवरोध खडा गरेको हो, जसलाई हामीले स्वीकार्नै पर्छ। त्यसो भएको हुनाले केही अन्यथा लिनु होला। हामी कुनै टाढा छैनौँ, कुनै चाहिँ देश विदेश जाँदै छैनौँ। तपाईँको आफ्नै सेरोफेरोमा हामी चाहिँ बाटाघाटामा मेलापारमा कुनै चाहिँ सभा सम्मेलनमा सेमिनार गोष्ठीमा तपाईँहरूको भेट अवश्य पनि हुनेछ। त्यहाँ पनि हाम्रा मनका कुराहरू त्यो ठाउँ गाउँको निमित्त, त्यो विद्यालयको निमित्त, शिक्षाका उन्नतिका निमित्त हामीले गर्नुपर्ने कुराहरू के हुन् तपाईँहरूसँग हाम्रो चाहिँ साझेदारी अवश्य पनि हुनेछ। तपाईँ सम्झिनु होला, म पनि तपाईँहरूलाई हर पल सम्झिरहेको छु। आज विदाईको क्षणमा तपाईँहरूले मलाई यो कार्यक्रममा यति सहानुभूति यति माया देखाउनु भएको छ, त्यो मलाई ठुलो भारी भएको छ। म कहिले पनि बिर्सन सक्ने छैन तपाईँहरूको यो माया। त्यो चाहिँ मेरो जीवनभर मेरो आज जीवन सङ्गिनी पनि आउनुभएको छ। जागिर के रहेछ, जिम्मेवारी के रहेछ, कर्तव्य के रहेछ, त्यो कर्तव्य गर्दै गर्दा जिम्मेवारी पुरा गर्दै गर्दा यसको चाहिँ महसुस कस्तो हुँदो रहेछ र यसको चाहिँ आउटपुट कस्तो आउँदो रहेछ, अथवा चिन्ने जान्नेले बुझ्ने मान्छेले कसरी चाहिँ महसुस गरेका छन् भन्ने कुराहरू पनि मैले चाहिँ गृहिणी जीवन बिताइरहेको मेरो अर्धनगिनीलाई पनि आज महसुस गराउने अवसर दिनुभयो। म निकै भाग्यमानी ठान्दछु। त्यसै गरी हाम्रा तमाम आमा बुवाहरू आज चाहिँ कारणवश यहाँ उपस्थित हुनुभएको छैन। उहाँलाई पनि केही सुझावको रूपमा, उहाँहरूबाट केही सल्लाहको रूपमा मैले गल्ती गरेका केही कमी कमजोरी पनि रियलाइज गरेर उहाँसँग माफी माग्ने पनि मैले एउटा ठुलो आशा गरेको थिएँ, तर मैले त्यो पाउन सकिनँ। त ती अभिभावकका बालबच्चाहरू यहीँ छन्। अब हामीले जो जहाँ छौँ, जुन तरिकाले हामी चाहिँ अगाडि बढ्ने प्रयास गरिरहेका छौँ, जो हामीलाई जिम्मेवारी छ, हामी सबैजना उठौँ, लागौँ। हामी हरेक तह तब्काबाट त्यो ठाउँ, त्यो बस्ती, त्यो समुदाय, यहाँका बालबालीहरूको भविष्य कहाँनिर छ भन्ने कुराहरूको चाहिँ खोजी गरौँ भन्ने म तपाईँको आम विद्यार्थी भाइ बहिनीहरू, हाम्रा कर्मठ दिग्गज सरहरू हुनुहुन्छ, विशेषज्ञ प्राप्त गरेका हाम्रो सरहरू हुनुहुन्छ। हामीमा कुनै कमजोरी छैन। हाम्रो नेतृत्ववर्ग, हाम्रो चाहिँ विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू हुनुहुन्छ,
अनि समितिको अझ चाहिँ अन्य पाटो पनि छ। अनि हाम्रो चाहिँ प्रशासनमा हाम्रो चाहिँ जिम्मेवारी पुरा गर्नुहुने हाम्रो चाहिँ नारायण सर हुनुहुन्छ। उहाँ पनि हिजो हाम्रो चाहिँ स्रोत व्यक्तिहरूमा हरेक विद्यालयमा पुग्नु भएको छ, हरेक विद्यालयको समस्याहरू बुझ्नु भएको छ, हरेक शिक्षक कर्मचारीको आवश्यकताहरू बुझ्नु भएको छ, उहाँहरूको चाहिँ समस्या के हुन्छ भनेर थाहा पाउनु भएको छ। हामी त्यस्तो व्यक्ति पाइरहेका छौँ। र हामीले यही बिचमा यो विद्यालयमा त्यही काम कुराहरू गर्दै गर्दाको अवस्थामा पनि हामीले हिजो गुलाम्य अवस्थामा भएको विद्यालय आज हामीले चाहिँ आँगनमा बलद राखेर यति शानदार विद्यालय पाएका छौँ। हामी नमुना विद्यालयका अभिभावक हौँ। हामी नमुना विद्यालय व्यवस्थापन समितिहरू छौँ र नमुना विद्यालयका हामी विद्यार्थीहरू। यो विद्यालयलाई जिल्लाकै, प्रदेशकै र राष्ट्रकै एउटा नमुनाको रूपमा स्थापित गर्नका लागि तपाईँहरूको मेहनत, तपाईँको अथक प्रयास कहिले पनि नछुटोस्।